गुड मर्निङ। अहिले बिहानको 5:49 भयो। आजको हाम्रो राइड भनेको नमो बुद्धको राइड हुन्छ। अहिले म यहाँ सिधामङ्गलमा छु। अब त्यहाँ साथीहरूलाई पिकअप गर्दै जानुपर्छ। हेर्दै बाटोमा एकजना साथी गोठालाबाट आउँदैछ, एकजना साथी चाहिँ भक्तपुरमा छ। दुबईको बाटोमै पऱ्यो, मेरो बाटो अलिक टाढा पऱ्यो। सो हामी त्यहाँ जान्छौँ, उनीहरूलाई भेट्छौँ, देन विल कन्टिन्यू। सगेन्द्रजी चाहिँ यहाँ गोठा गाजेर भेट्ने जान्छ। यो पावर हाउसतिर भेट्ने हुँदाखेरि उहाँले आमा भन्नुभएको थियो। I hope he's already here. Oh, there I see him. Good morning. कैसे हो? पुरानो साइकल खै नि? पुरानो साइकल यो चलाउन साइड हुन्छ नि त। धेरै पो नचलाएको त्यो यो गरम हो क्या एकदमै। अनि त्यसपछि हामीले ट्रेल जाने पनि होइन नि त। पिचबाट दबाई हो त्यो बेला। यो पिचबाट यो बेस्ट हुन्छ नि। ल अब त 2 जना भयो। अब सुरेशलाई हामी च्यामासिङ भेट्छौँ। होइन उतैबाट जाने, फर्किँदा त्योबाट फर्किँदै क्या। ए मलाई त्यो बाटो थाहा छैन। अब चाहिँ हामी भक्तपुर छिर्दैछौँ। यो एकदम राम्रो ठाउँ लाग्छ मलाई यो। यहाँ नि के बन्द रहेछ हेर, पुरातत्व विभाग। 55 छ दरबार on our left. खल्सा मेरो यो क्यामेराको माउन्ट भाँच्यो। अब म यहाँ अर्को माउन्ट राखेर चलाउँदैछु। अब चाहिँ हामी यहाँ सुकुल ढोका होइन के भन्छ सापकोठा पुग्यो। सापकोठा लेफ्ट सुकुल ढोका दत्तात्रेय हुँदै हामी चाहिँ च्यामासिङबाट नाला हुँदै जान्छौँ। हामी सुरेशलाई पिकअप गर्नु छ। वर्ल्ड कप सुपर लगाइसकेको छ यहाँ मान्छेहरूलाई। रहेछ यो माउन्ट चाहिँ हल्लिरहेको छ त्यो बेला। यो गल्लीहरू एकदम राम्रो लाग्छ। गल्लीहरू चाहिँ चलाउने रमाइलो के भक्तपुर इज लाइक मर्निङ पिपल जस्तो लाग्छ मलाई। हाम्रो काठमाडौँमा पनि यस्तै हुन्छ नि, डबल स्क्वायरतिर पुरानो एरियातिर। नयाँ ठाउँहरू पनि केही नहुने शैलेन्द्रजी आफ्नो नयाँ सस्पेन्सन डबल सस्पेन्सन साइकलमा साह्रो लिनु भएको। See, I can see so many people with bicycles. Great. Okay.
रहेछ यहाँको हिँड्यो गुड मर्निङ ल पुरुषलाई भेटियो यहाँ अब फेरि लाग्यो नालाबाट जाऊँ ल नालाबाट चढेर हजार सिधै हुँदै होइन त्यो लेफ्टतिरबाट जाने कि त्यो ढुङ्गाको ठाउँबाट क्या एउटा फ्ल्याग छ नि त्यहाँ हो त्यहाँबाट जाने त्यहाँबाट ठ्याक्क त्यो चेकपोस्ट निस्किन्छ अनि त्यहाँबाट अब चाहिँ हामी यहाँ दत्तात्रेय पुग्नु लाग्यो पापडी रोल खाने हो क्या पापडी रोल यहाँको फेमस पापडी रोल आउँछ यहाँ दिस इज द फेमस पापडी रोल दोकान यहाँ लाइन बस्नुपर्छ पापडी रोल खानलाई होइन पापडी रोल खानलाई लाइन लाइन बस्नु होइन यहाँको डिफ्रेन्ट नि त यहाँको भाइब अर्कै भाइब धेरै हिजो सोसियल मिडियाको त जमाना छ यार होइन खास यस्तो हो क्या ए खास यस्तो हो क्या यो चाहिँ पुरुषोत्तम महिना होइन अनि यसमा चाहिँ यो बुद्धिस्टहरूको पनि सागा दावा भन्ने हुन्छ क्या अनि सागा दावामा चाहिँ बुद्धिस्ट उसलाई चाहिँ कोरा लाउने हो क्या कोरा भनेको घुम्ने हो बेसिकली होइन कोरा लाउने हो अनि यसमा चाहिँ अब जस्तै बौद्ध होइन बौद्ध एउटा जानुपर्छ मान्छेहरू होइन 108 कोरा लाउँछ बौद्धको त्यो होइन अनि स्वयम्भूमा लाउँछ 8 कोरा होइन त्यस्तै 9 बुद्ध पनि कोरा लाउँछ कि मान्छेहरू त्योहरू सर 9 त जानै पऱ्यो अब ठ्याक्कै सिद्धिन्छ क्या अब यो 1-2 दिनमा आज कि भोलि लास्ट हो क्या यस्तो 12 मिनट गयो हामी चाहिँ अहिले यो नाला गुम्बा पुग्यौँ सुरेश र शैलेन्द्र चाहिँ आउँदैछ एकछिन यतै कुर्नु पर्ला कोरा बेला चाहिँ हामी यताबाट आएर यता माथि जान्थ्यो अब यहाँ केटाहरूलाई एकछिन कुर्नु पऱ्यो उकालो एउटा सक्यो अब त्यो झर्ने मात्रै हो अब बनिपाबाट माथि पत्थर चढ्ने कर्णामे पुग्यो कर्णामे चाहिँ होइन यहाँ यसो यता छिर्ने कि बनिपाको हाइवे छोडेर यताको साइड रोडबाट आइरहेको छु केयुबाट केयुसम्म नगइकन यता केयु जाने बाटोबाट लेफ्ट हुँदै आइरहेको छु भूमि व्यवस्थापन विभाग भन्नेबाट गएको छु यहाँबाट पनि मिठो उकालो जस्तो छ उकालै छ यार I know it's going to be a massive climb अघि त्यहाँ नि यस्तो राम्रो उकालो थियो त्यहाँको चाहिँ मैले भिडियो बनाएन यहाँ उकालै रहेछ जाम धुलो धुवासँग चाहिँ यो बाटो ठिकै रहेछ एक साइड ड्राइभ गर्दा पनि त्यो राम्रो रहेछ उकालो आयो नि त फेरि केटा
उकालो आयो नि त त्यहाँको उकालो त कस्तो सही उकालो क्या बात अब त सक्यो भने नि अझै चढ है ठाडो है हो मासिक उकालो चढेर चाहिँ हामी यो हस्पिटलतिर निस्किँदो रहेछ ठ्याक्कै हस्पिटल चोकमा है so medical hospital on the right. You can see Navadurga. Chair break. Little chair break. Chair break. Black tea. 1000 सीढ़ी ओ यहाँ त फाउन्टेन आयो फाउन्टेन यस बाटो बन्दै रहेछ यताबाट धुलो खानु पर्दैन नि त अझ हामी भ्यू पोइन्ट भएर जाने भ्यू पोइन्ट भएर भ्यू पोइन्टमा चाहिँ चेकपोस्ट निस्केर त्यहाँबाट नमबुद्ध छिर्ने अहिले चाहिँ बिहानको 8:30 बज्यो राम्रै ठाउँ छ अनि त्यहाँ चाहिँ एउटा फेमस ढुङ्गा चाहिँ एउटा यसको माथि पनि छ हामी त यसको मुनिबाट जाने अनि त्यो चुच्चो खालको ढुङ्गा छ जस मान्छेले चाहिँ त्यो ज्ञानबहादुर छोरोवाला भिडियो होइन त्यो यो त काभ्रेको उनी हो नि होइन सदरमुकामै हो नि यहाँ चाहिँ फुटबल ग्राउन्ड छ एउटा होइन फुटबल ग्राउन्ड पहिला हामी आउँथ्यो कम्पिटिसन हुँदाखेरि आउँथ्यो यहाँ भलिबल छ फुटबल छ ल चराहरू कराइरहेछ चराको आवाज अनि साइकलको चेनको आवाज मात्रै आइरहेछ यहाँ यस्तो राम्रो कुचु 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 गर्दैछ चराहरूले साइक्लिङ चाहिँ इट्स लाइक अ मिनी भ्याकेसन फर मी साइक्लिङ गर्दाखेरि यस्तो ठाउँहरू देखिन्छ नेचर सी कस्तो हरियाली कस्तो राम्रो वाउ काठमाडौँबाट सर्ट डिस्टेन्समा यस्तो राम्रो ठाउँहरू छ कि इट्स जस्ट वाउ अनि अहिले चाहिँ त्यो ऊ कराउँछ के गर्दा कुकु कुकु गर्ने कस्तो राम्रो लाग्छ मलाई हामी बच्चा बेलामा घरतिर यस्तो खेतसेत जाँदाखेरि खोलातिर यस्तोमा यस्तो चराहरू कराउँथ्यो कुकु कुकु गर्दै कोइली कस्तो रमाइलो लाग्थ्यो अहिले मलाई चाहिँ याद आइरहेको छ चराहरू चिल्चिल 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 गरिरहेछ कोइली कुकु कुकु गर्दैछ वाउ म्यान त्यहाँ चाहिँ एउटा झन्डा थियो त्यो झन्डा चाहिँ थुप्रै झाम्रे पारेछ कसैले चेन्ज गर्यो साह्रै चित्त दुख्यो त्यस्तो एउटा चेन्ज गरिदियो भने पनि आफ्नो नजिकै होटेलकोले है त्यस्तो नराम्रो लाग्यो कुकु कुकु आवाज साइकलको चेनको कर्र आवाज अनि
चराहरू चिरबिर चिरबिर कराएको आवाज कस्तो रमाइलो वेदर पनि एकदम राम्रो छ साइकल चलाउनै अहिलेसम्म त्यस्तो स्ट्रङ घाम पनि लागेको छैन अलिअलि घाम लागिरहेछ आयो त्यस्तो धेरै घाम लाग्दैन होला अन्त अब वैशाख जेठमा केही घाम नलाग्नु है स्टिल होप गर्छु भन्नु पाइँदैन भन्नु पाएको छैन घाम लागिसक्यो ल यहाँ नि पानीले पुरा सब बाटोहरू खाइसकेको रहेछ ल बाटै बगाएर लागेको अनि पहिरो पानी लाने ठाउँबाट नबनाएपछि बाटो यस्तै बिग्रेको भएर चाहिँ हामी खेलखेल हस्पिटल हुँदै आउने बाटोमा भेट हुन्छ भनेको यो चेकपोस्टमा भेट हुन्छ अब यो चेकपोस्टबाट हामी फेरि साउथतिर जाने हो जहाँबाट यो बोलेर आइरहेछ त्यतातिर जाने हो सो दिस इज द चेकपोस्ट हामी यताबाट लाग्छौँ ए दूषित थानी यतै रहेछ म कस्तो झुकेँ यार ए म त उतै भन्दैन दूषित थानी कन्फ्युज भएछ त म टु भयो हामी अहिले नमो बुद्ध चोकबाट राइट लाग्यौँ यहाँ एकदम मनोरम दृश्य छ यस्तो जङ्गलको बाटो झ्याउकिरीको आवाज आइरहेछ झ्याउकिरीको आवाज साथमा साइकल अनि मित्रजनहरू दिस इज लाइफ कस्तो भइरहेछ त फर्स्ट क्लास भइरहेछ है राम्रो छ नि यो बाटो यहाँबाट अब अलि उकालो छ घाम लाग्यो भने चाहिँ रमाइलो हुन्छ रुख जङ्गलको बिचमा बाटो अनि अलिअलि घाम झ्याउकिरीको आवाज अनि म यहाँ हफिङ एन्ड पफिङको साउन्ड हो धेरै पछि साइकल चलाएको त्यही पनि त्यो गइरहेको छु म बाटो चाहिँ त्यस्तै हो बाइक साइकल गएपछि चाहिँ रिस उठ्ने क्या साइकलमा चाहिँ यस्तो मजाले साइक्लिङ गरेर जान्छ गरेर जान्छ बाइकसम्म त यु क्यान जस्ट गाडीहरू आउँछ कि पेलेरै मार्ला जस्तो आउँछ चिया लाग्छ मेरो छोरो त्यही भएर एकदम डराउँछ हुन त ऊ ठिकै पनि हो यस्तो चलाउँछ वाइल्ड कस्तो राम्रो किराको आवाज आइरहेको छ झ्याउकिरीको सुन्नुभएको यस्तो छ स्टिल कन्स्ट्रक्सनहरू भइरहेको छ मेसी छ This is दूषित थानी एकदम एक्सपेन्सिभ लग्जरियस 5 स्टार होला यो राम्रो छ है छिर्दैछौँ यो गेट आएपछि नमो बुद्ध हेरेँ जस्तो लाग्छ मलाई जहिले पनि सो नाउ वी आर इन नमो बुद्ध नमो बुद्ध म्युनिसिपालिटी
15-20 मिनट पिन उवे म ल दापात लगाना तो समस्या ल नबसेर सिधा नउवे म हैन 지난 달에 먹어라. 지프가 버려라. 이 너그레스. 예. 우리 너그레스 피니까. 예. 빠져는 이마 오케이 나오나? 예. 거치로나. 우리 성구제. 그는 성구 가는 거. 성구를 해. 그저 토에 토네도 우리를 보여. 예. 킬로미터 보여라. 예. 저 방가야 돼. 거치랑을 해서. 그냥 사이클 돼? 사이클 낙서를 좀 봐. 얘는 दिल्ली में चलाना साइकिल अहिले 5 मिनेटमा दिल्ली बाइक चलाउँछ अब इन्सान जिसिले गर्छ अब कोरा होइन नि अथवा यहाँ नभएकै तपाईँको यो अथवा एक्सर्साइज यो अल्ट्रा अल्ट्रा योगा अल्ट्रा योगाले सुडा नभए बिहान मलाई मंगला पाँचै बिहान मलाई खाना भने यहाँबाट तल तल झरेकी नौबुद्ध पुग्छ हामी यहाँबाट झर्छौँ अनि नौबुद्ध सर्वदा आइपुगिहाल्यो अब यो उकाल ओह्रालो सरल अनि उयो लेफ्टतिरको गेटबाट गएपछि नौबुद्ध पुगिहाल्यो यहाँबाट सवारी साधन प्रवेश निषेध यहाँबाट गएपछि नौबुद्ध ल माथि खोल्दै बसिरहेको उहाँलाई खोज्दै गएको तल तपाईँ त्यहाँ देख्ने बित्तिकै अनि तल पुग्न गएको लिन गएको उहाँलाई सोधेँ गइसक्यो अहिले पार गरौँ हुन्छ Ora, Sabadaga. शनिबारको दिन सागा दावा बसिरहेको छ तलै जाऊँ तलै खाऊँ ल
तलै खाऊँ भोलिलाई कोकको आवश्यकता भएको थियो अब यहाँ होइन कि शङ्खुतिरै खाने प्लान भयो शङ्खु र साखु चाहिँ डिफ्रेन्ट ठाउँ हो है शङ्खु भनेको यहाँ भयो साखु भनेको चाहिँ काठमाडौँमा काठमाडौँ जोरपानीभन्दा पूर्व उत्तर पूर्वतिर शङ्खु एन्ड साखु शङ्खु र साखु दुईवटा ठाउँ है थाहा छ नवबुद्ध कोरा पनि गरियो स्वागत हावामा योपालि एकदमै धार्मिक भइरहेछ यो पहिला एकछिन म यो बाटो आएको थिएँ यस्तो गाह्रो भएको थियो अहिले माथिबाट आएको त धेरै सजिलो यही बाटो झर्नु परेको भए त हामी चढ्नु परेको भए त बेहोस भेन्थ्यो यस्तो उकालो छ र यो तर बाटो चाहिँ राम्रो बनाएको छ ढलान गरेको छ बुद्ध रोड यहाँ चाहिँ एकदमै धेरै यो ट्रकहरू चल्दैछ डरलाग्दो ट्रकहरू आयो कि डर लाग्छ नेक्स्ट टाइम गइन्छ ल योपालि गइदिएर देवीस्थान रहेछ देवीस्थान पानी बगेर यो चाहिँ पनौतीको देवघर नै हो यो मेला लाग्छ नि यस्तो यो पुरानो खालको रेनोभेटेड घर रहेछ एकदम राम्रो लाग्यो मलाई यो पर्सनल हो कि क्या है यो
यहाँबाट अब हामी त्यो गोर्खा रेड ब्रिक्सको फ्याक्ट्री छ त्यो बाटो गोर्खा रेड ब्रिक्स चाहिँ छ भने नम्बर गए रेड ब्रिक्स भनेको चाहिँ समवट चाइनिज इँटा जस्तै नै हुन्छ फिनिसिङ राम्रो हुन्छ लोकल इँटाभन्दा र चाइनिज इँटाभन्दा सस्तो पर्छ यसो सबै छेद खन्ने औधी बनाउने सबै प्रोग्रामहरू हुँदो रहेछ यहाँ हिजो आज यो टेम्पोहरू कस्तो बढेको फेरि है पहिला यी सबै हटाइसकेको थियो है त्यो हटाएर ठुलो ल्याएको विक्रम टेम्पो मान्छे भरि नभए नलाने भयो होइन उसको लागि हो नि यो त तिम्रो टु स्ट्रोक भएर हटाएको हो नि मान्छेको कुरै होइन त्यो बेला थियो अन्त गोर्खा रेड ब्रिक्सको फ्याक्ट्रीमा आइपुग्यौँ गोर्खा रेड ब्रिक्स दुईजना हात छोडी चलाउनेहरू छ दुईजना स्टन्ट ब्यान्डहरूलाई कहाँ सक्छु म